आज शनिबार अघि 5 बजे निस्केँ, अहिले 1:30 भयो ठ्याक्कै आइपुगेँ। आजको दिन अलिक खराब रहेछ के साथीहरु है, किनभने 10 बजे एउटा राइड उठाएँ हैन। आजको कमाई एउटा 500 एउटा 100 रुपैयाँ, अनि अनलाइनमा चाहिँ कति छ त्यहाँ हेर्नुपर्छ। टोटल मैले कति कमाएको छु भने 1500 जति कमाएको छु, 1500 जति। अनि खाना खाएर बचाएर 1500 लिएर आएको छु। 1600-1700 जति भएको थियो, त्यसमा खानासाना खाएर बचाएर 600 रुपैयाँ रहेछ। 800-900 अनलाइन होला हैन। अनि के भयो भने म तपाईलाई स्क्रिनशट पनि पठाइदिन्छु अहिले। एक्सेप्ट गरिसकेपछि के भयो भने एउटा प्यासेन्जरको नम्बर दियो हैन, अर्को मान्छे साथीको भनेर भाइ गयो कसको नम्बर दियो हैन। अनि त्यसपछि मैले कल गरेँ, बहिनी रहेछ खासमा। आउँछु भनेर झुलायो, एकछिन झुलायो, कपडा लाउँदैछु रेडी हुँदैछु भने 1 मिनेट 2 मिनेट भन्यो। पछि त मान्छे गायब छ यार, मान्छे फोनै उठाउँदैन यार मासला यार। अनि पछि त्यो मान्छे जुन त्यो बुकिङ गर्ने मान्छेलाई पनि मेसेज गरिरहेछ, उसले अर्जेन्ट छ बिरामी छ भनिरहेछ। ठिकै छ त, साँच्चीकै बिरामी होला भन्ने सोचेँ मैले त हैन। वेट गरेँ मासला, म त यार स्क्याममा परे जस्तो फिल भयो हौ मासला यार। त्यो मान्छे चाहिँ बुकिङ गर्ने मान्छे चाहिँ मेसेज गरिरहेछ यार, यता अब केटी चाहिँ मासला फोनै उठाउँदैन। सुरुमा 10 बजेको थिएन, 9:59 कति भएको थियो त्यतिखेर मैले कल गरेँ भने चाहिँ हैन, नेपालटार पुलको छेउनेर थियो। त्यहाँबाट उता इमाटोल जान्थ्यो, इमाटोल भन्दा लुबुदेखि माथि चारदोबारदेखि माथि। त्यसपछि त्यहाँ पुगेपछि फोन गरेँ, आउँछु भन्यो। 2 चोटि फोन उठाएँ हैन, त्यसपछि फोनै उठाएन मासला। त्यो केटोलाई फोन लगाएको, उसले चाहिँ रेडी हुँदैछ रे, आउँछ भनेर भन्छ। अनि त्यहाँको फोटोसोटो पठा भन्छ। मैले एउटा भिडियो पनि बनाएर हालेको छु हैन, त्यसपछि त्यहाँ गएर पनि हेर्नु होला हैन। अनि फोटोसोटो पठा भन्छ, मैले फोटोसोटो पठाएँ दायाँ बायाँको, यति छ भनेर भने। मान्छे बाहिर आउनु भन्न, एकचोटि लास्टमा के भन्यो भने चाबी खोज्दैछ भनेर भन्यो केटोले हैन। होला नि त भन्ने भयो। फेरि ऊ केटो पोखरा भनेर भन्दै थियो हैन, तर पोखरा होइन। त्यसले सुरुमा मैले एराइभ गर्नुभन्दा एराइभ गरिसके पछाडि उसको लोकेसन लाइभ लोकेसन सेयर गराएको थियो त्यसमा इनड्राइभमै। त्यसको लोकेसन चाहिँ उता वहाँ ड्रप लोकेसनमा थियो क्या मासला। त्यो फेक गरे अब पछि मलाई याद आयो फेक गरेको थियो मासला। अनि त्यसपछि मासला 11 बज्यो हौ मा कसम यार, 1 घण्टा ब्याट्टै लसमा भने। अनि 11 बजिहाल्यो, त्यसपछि गएर खाना खाएँ। अनि 11 बजी खाना खाएँ, 11:30 12 बजिहाल्यो, अल्छी लाग्यो, झ्याउ लाग्न थाल्यो। त्यसपछि 1 घण्टा पक्कडमा लस भयो भने एउटा दुईटा प्यासेन्जर त्यस्तो भयो भने राइडै गर्न मन लाग्दैन क्या कसम भने। अनि त्यसपछि अहिले पनि एउटा 450 उठिरहेछ, मान्छेलाई फोन गरेँ फोनै उठाएन हैन। फोन उठाएन भन्दा पनि लाग्दै लागेन, ब्लक लिस्टमा राखेर चाहिँ बिजी भन्छ। मेसेज गरेर मेसेज पनि हेरेन। खल्लीबल्ली म त घर आइदिएँ, सिधै नजिक यहीँ स्वयम्बुबाट उठाएको, सिधै घर आइदिएँ। अनि घर आएर बसेको छु, अहिलेसम्म न मेसेज गरेको छ न फोन गरेको, खल्लीबल्लीमा जेसुकै गरोस् मासला। अनि त्यही भएर आज दिन अलिक खराब रहेछ यार, त्यही भएर चाँडै आइदिएको। यस्तो अलिक बोर भयो भने, झ्याउ लाग्यो भने, झ्याउ लाग्दै काम गर्ने हो भने झ्याउ हुन्छ क्या, एक्सिडेन्ट हुन्छ, यताउता हुन्छ। बोर मान्दा पनि काम कहिले गर्नु हुँदैन क्या। फेरि एउटा प्यासेन्जर डिस्टर्ब परेको हुन्छ, फेरि त्यसले गर्दाखेरि दिमाग बोर भइरहेको हुन्छ। अनि अर्को प्यासेन्जरसँग पनि के कुराले डिस्टर्ब भयो भने फेरि अर्को दिमाग खराब हुन्छ। त्यही भएर म एउटा प्यासेन्जर डिस्टर्ब पऱ्यो अथवा केही भयो, काम गर्न मन लागेन, मोड खराब भयो भने म त चल्दिहाल्ने घर। अनि त्यही भएर आज कमाइ नै भएन कि गाइजी। 600 रुपियाँ क्यास छ, अरू 800-900 अनलाइन होला, त्यति हो। आज पैसै कमाइ भएन, ठिकै छ। अब के गर्ने, कहिले कसो यस्तै हुँदो रहेछ। अब 1:30 भयो, अब सुत्छु 2-3 बजी। 1:30 भयो भने अब 2-3 बजीतिर निद आउँछु होला। अनि कति बजी उठ्छु, उठ्यो भने फेरि निस्किन्छु। यस्तै म अहिले तपाईँलाई स्क्रिनसट अब इनड्राइभको हाल्न मिल्दैन, किनभने हिजोको 12 बजीभन्दा अगाडिको हिजोको पनि आएको हुन्छ अनि आजको पनि आएको हुन्छ। त्यो भएर मैले त्यो क्यालकुलेटरमा लेखेको हुन्छु क्या, कतिको राइड उठाएँ भनेर। अनि त्यो म स्क्रिनसट बनाइदिन्छु। अहिले गाइस ल बाई बाई।
अब भोलि निस्किएँ भने भोलि सर्ट भिडियो बनाउँछु। आज त अलिक बोरै भयो क्या, 1-2 जना प्यासेन्जर त्यस्तो पऱ्यो भने दिमाग खराब हुन्छ क्या। बरु 2-4 पैसा तलमाथि छ भनेर ट्रस्ट गरेर भनेपछि केही लाग्दैन। त्यस्तो फ्रड गर्ने मान्छेदेखि दिमाग खराब हुन्छ, दिमागै आउट हुन्छ मान्छेलाई, यस्तो रिस उठ्छ। बरु दाइ पैसा छैन, दाइ यस्तो यस्तो भयो, जे छ होइन, प्यासेन्जरले सत्य कुरा भनिदियो भने चाहिँ हामी पनि बुझ्छौँ क्या त्यो कुराहरू, ओके ठिकै छ भन्ने कुरा पनि लाग्छ। अनि कतिपय कुराहरू हामीले पनि ओके भनेर छोडेर पनि हिँड्छौँ, कतिपय कुराहरू हुन्छ नि त भनेर हामी कतिपय कुराहरू हामी पनि बुझ्छौँ, राइडर हो हामी पनि बुझ्छौँ, हामी पनि दुःख बुझ्छौँ होइन। हामी पनि ग्राउन्ड लेभलको मान्छे हो, हामी सबै कुरा बुझ्छौँ क्या होइन। त्यो प्यासेन्जरले भन्यो भने चाहिँ ठिक लाग्छ। यस्तो चिटिङ गऱ्यो, चिटर गऱ्यो भने, तर त्यसपछि मैले के गरेँ थाहा छ, बालाचौकीको पुलिस छ, पुलिसलाई गएर सोधेको, उसले अझ उल्टै यस्तो यस्तो भएपछि त्यो बस्नु हुँदैन या ऊ भन्छ। अब हुँदैन थाहा छ नि, त्यसले सुरुमै त्यो कुरा लिकै गरेन त, बिरामी छ या ऊ भन्यो त, म्यासेजै त्यत्रो स्क्रिनसट राखेको छु मैले भनेपछि भिडियो पनि बनाएको छु। अनि त्यस्तो हुन्छ भने अनि त्यो कसरी थाहा हुन्छ त यहाँ, त्यो त यहाँ अनि त्यो कुरा भयो नि त मेन कुरा। त्यसले गर्दाखेरि भयो नि त, अब पुलिस पनि त्यही भन्छ, रिस उठ्यो मान्छेलाई। अब खल्ली बल्ली भने सिधै गएँ खाना खान, त्यसपछि बल्ल पछि क्यान्सल गऱ्यो मान्छेलाई। दिमाग आउट भयो भने 1 घन्टा फोक्कडमा लस भयो मान्छेलाई यार। थेट तेरि आजको दिन खराब रहेछ।